आज चाहिँ हामी फिटनेस ग्रुप चाहिँ छैमलेमा आएको छ। यो छैमले चाहिँ दक्षिण कालीदेखि अलिक पर्दैन पर्छ। यो चाहिँ तपाईँको नखुबाट ठ्याक्कै झन्डै 17 किलोमिटरको यताकितामा छ। अब ब्रेकफास्ट खानुको लागि हामी रेडी हुनु हजुर। ब्रेकफास्ट खानु रेडी आउनु भएको छ। आज हाम्रो हाइकिङ अलमोस्ट 4 आवर्सको हुन्छ। त्यो हाइकिङ चाहिँ हामी जाने चाहिँ यो उकालो हो। ब्रेकफास्ट खाएपछि हामी यता लाग्छौँ। यहाँनिर ब्रेकफास्ट पनि रेडी हुन्थ्यो होला। ठक्कसँगले हाम्रो भदाइले ब्रेकफास्ट रेडी पार्नु हुँदैछ। ठिक छ नि किसन? अहिले चिरापछि गरौँ न ल है। ठक्कसँगले अब ब्रेकफास्ट खाएर लागिन्छ। यता फेरि दिदीबहिनीहरू यता हुनुहुन्छ। यहाँ चाहिँ अलिक अटेन, सानो रहेछ ठाउँ। त्यसले गर्दाखेरि तपाईँहरू ब्रेकफास्ट खानुको लागि रेडी हो? अब जानुपर्छ। भन्छु नमस्ते। रमाइलो गर्नुपर्छ। झनै 4 घन्टा लाग्छ होला आइपुग्दा। तर त्यस्तो ऊ छैन। अलि हाम्रो लागि नथिङ अब चाहिँ हामी वक स्टार्ट गरौँभन्दा अगाडि ब्रेकफास्ट सुरु हुँदैछ। इन्जोय द ब्रेकफास्ट हजुर। ऊ प्याज र ऊ आउँदैछ है। यता हामी आधा चाहिँ यता छट्टसँगले ब्रेकफास्ट होइन लिनुहोस् न हो हजुर लिनुहोस् न अब ब्रेकफास्ट। अब चाहिँ हामी वकिङ सुरु भयो। हाम्रो भान्जा भान्जी बुहारी अनि यहाँ दिदीबहिनीहरू अब छैमालेको लागि रेडी। ल किसन हामी गएर आउँछु। या ओके ओके हजुर ठाडो हजुर। यहाँ यो मन्दिर पनि उहाँहरूले आफै बनाएको। उहाँहरूको आफ्नो प्राइभेट आफ्नै जग्गा। पहिला यता यहाँसम्म त जग्गा बाटोले सबै बाटोले उनीहरूले दिएर बाटो चाहिँ के गर्यो भने उहाँहरूले चाहिँ यो दिए बाटो चाहिँ वाल बाटो हेर्नुहोस् उकालो हजुर। कति बज्यो? ठ्याक्कै 55 अब स्टार्टिङमै उकालो। हजुर हजुर। आनन्द कस्तो हाम्रो वक चाहिँ सुरु भयो। हजुर बिस्तारै उकालोमा चाहिँ बिस्तारै। मामा अन्डाको र के अरे उसको त तागत आउने एकछिन टाइम लाग्छ है क्या हो? आउँदै आएन हौ तागत चना र अन्डा आउँछ आधी घन्टा लाग्छ कि हो तागत त मजाले आउँछ। खोइ जुवा कहाँ जानु? टोइलेट ए हुन्छ। अब यहाँबाट चाहिँ हामी झन्डै 1 घन्टा प्लसमा चाहिँ चौकोट देवी भन्ने मन्दिर पुग्छौँ। दिदीबहिनीहरू चाहिँ मजाले हिँड्नु भएको छ। उकालो ठाडै छ। छैमले भन्ने ठाउँमा मैले चाहिँ तल ज्वाइँ र बुढी चाहिँ बिस्तारै आउनुहुन्छ। तल पुरै नास्पतिहरू यो त छैमले ट्रेक आज डे ट्रेक विथ फ्यामिली एन्ड फ्रेन्ड्स। छट्ट लगाएर मजाले उकालो छैन। उकालो अब त्यस्तो अलिअलि हो यो। यो सालगाडी के अरे यो सल्लाहगाडी हङकङको याद पनि अलिअलि आउँछ सल्लाहगाडीमा हिँड्दाखेरि। यहाँनिर हाम्रो दाजु र भान्जा तल आउनु हुँदैछ। हजुर अहिले चाहिँ हामी यहाँ माथि एक स्टेप माथि आइसकेको छ। यहाँ चाहिँ मजाको प्लेन बनाएको छ। अनि यो चाहिँ एकदम राम्रो सल्लाहगाडी छ। यताबाट अलिक राम्रो घाम देख्ने भए आज क्लियर भए एकदम राम्रो देखिन्थ्यो। तर त्यस्तै भयो के गर्नु।
उसिनेर खाने हो भन्दै भन्नु भएको जस्तै रमाइलो हुँदैछ नि त बुहारी हो नि त नि हौ ठिक छ नि किन नहुनु रमाइलो गर्नुपर्छ यस्तो बाटोहरू सधैँ हिँड्नु पाइँदैन गरौँ भनेको दाइलाई अहिले त अब त्यो भोजपुरको बाटो पनि गाडी हिँडिहाल्छ होइन भोज हजुर हो नि त्यो भएर त्यति यस्तो त अनुभव पो गर्न पाइँदैन अब यो त हाम्रो लागि नथिङ हो हो नि यो अलिकति डन्डीले मात्रै वेटी बनाएको छ यो डन्डी छोड्यो भने त पुरो कुद्दिएर यतिको चाहिँ हुनुपर्छ मरल जानिरहेको छु हामी चाहिँ अहिले यहाँ छैमलेको डाँडामाथि आइपुगिसक्यो अब चाहिँ चौकोट देवी आइपुग्छ मन्दिर हट्टेसँगले यता हाम्रो प्रवीण सरलाई ढोकाबाट हानी पठाएर ए लडिङ खैलाई दिदी बहिनीहरू चाहिँ अब नसकेपछि हाँस्नै पर्यो तल नै आउनु हुँदैछ उहाँहरू उकालोमा बिस्तारो नाइस एन्ड इजी वक आज छैमलेको हाइक 4 आवर्स वक रमाइलो त त्यो हो नि हेरेर तँलाई पछ्याउँछ यहाँ यो डाँडामा चाहिँ यसरी उता हिँड्दाखेरि तल हेर्दाखेरि फुटप्रिन्टहरू है यहाँनिर बाघ छ भन्थ्यो नभन्दै पुरै चाहिँ यो बाघको पाइला हो यो है त्यसले गर्दाखेरि पुरै सुनेको मात्रै हो पक्का रहेछ यहाँ हेर्नुहोस् है है यो कुकुरको त यत्रो ठुल्ठुलो त हुँदैन पाउच त्यो रहेछ त्यसले गर्दाखेरि हामी चाहिँ ठुलै ग्रुपमा छौँ नो प्रब्लम रमाइलो गर्नुहुँदैछ दिदीबहिनीहरूले हस्बेन्डहरू यस्तोहरू चाहिँ गर्नै पर्छ हाइकिङ दिन पनि ठिकै भयो घाम पनि छैन पानी पनि छैन यहाँ हङकङको यादमा हामीले चाहिँ भाउजूले चाहिँ कुकुर दाइले टिप्नु हुँदैछ डग राइट यो चाहिँ माछामा लाएर खानु बहुत अच्छा हुन्छ अनि यो चाहिँ प्रायः जसो ब्रुनाई सिङ्गापुरतिर जङ्गलतिर चाहिँ अनि हङकङमा पनि पाउँछ लडिहाल्नुहुन्छ ल भाइ हामी चाहिँ अब यहाँ माथि आइपुग्न आँट्यौँ यो देवीमा सरर यहाँ बुहारी सबभन्दा फर्स्ट उहाँ चाहिँ फिट हुँदो एकदमै साबास त्यसपछि मेरै श्रीमती पनि फिटमै बन्यो ठिक छौ ठिक छु गुड त्यसपछि भान्जी त्यसपछि भाउजू गुर्जी ज्वाइँ बिस्तारो सरर मजा आउँदैछ सादा हजुर मजामा दामी छैन होइन हजुर त्यस्तै स्पिड हिँड्ने छैन हजुर ठिक छ त्यसले गर्दाखेरि फेरि वेदर राम्रो भयो कि हजुर अलिअलि पानी पर्नु पर्ने अहिले चाहिँ सानो हाम्रो छोटो ब्रेकमा चाहिँ यहाँ चाहिँ माथि आएर चाहिँ मन्दिरको माथि आएर फलफुल खाने क्रम हुँदैछ
यो हो यो चाहिँ हो पानीबाट नि होइन यिनीहरू होइन खास यो हो होइन होइन पानीवाला अर्कै सिधा हुन्छ अब हामीले थोरै खाएर थोरै पैसा आउने अब चाहिँ हाम्रो मेन मेला सुरु भयो सररै आएर चाहिँ अब हामी चाहिँ लन्च आज लोकल भाले चाहिँ दिनुपर्छ चट्टा लाएर ल सिस्नोको दाल पनि आयो हाम्रो किसन यसो गरौँ दाजु बाबुले चाहिँ यहाँ गर्नुपर्छ चिकन चाहिँ डल्लै ल्याउँछु हस् हस् एउटा बोलमा ल्याइदिनु भयो भने भइहाल्छ यो बहिनीलाई यो आए यो तरिकाले दिनुपर्छ ढेँडो चाहिँ यो बेलचा चाहिन्छ यो तपाईँको परेछ यो परेछ मेरो प्लिज Something new, यो पर भिडियो something new experience. छैमले ढेँडो जिन्दाबाद हजुर लु अङ्कल के भुलचुक माफ ओइ आमामा भइहाल्छ आज